हेलो konnichiwa आज हाम्रो तेस्रो भिडियोमा हजुरहरुलाई स्वागत छ। आज चाहिँ हामीले हिरागानाको दोस्रो पार्ट पढ्दै छौं। अस्ति चाहिँ हामीले आकाशाको पढिसकेको थियौं हैन। आज चाहिँ हामीले तानाको पढ्नेवाला छौं। तानालाई चाहिँ अब यो चाहिँ हिरागानामा कसरी लेख्ने, जापानिज अक्षर कसरी लेख्ने भनेर चाहिँ आज हामीले सिक्न लागेका छौं है। ल अब हाम्रो भिडियोलाई सुरु गरौँ। यहाँनिर तानाहा भनेको छ नि हैन। अब तानाहरुको चाहिँ फर्स्टमा चाहिँ ताको मैले 5 वटा लेख्छु। 5 वटामा चाहिँ फर्स्टको के हुन्छ ता, त्यसपछि यहाँ स्टार लाग्छ भनेको छ है। तापछि 3 आएर यहाँनिर चाहिँ के आउँछ भनेको छ हामीले ची आउँछ भनेको छ, ता ची। फेरि अर्को पनि स्टार लाग्छ अनि यहाँनिर के हुन्छ चु भनेको छ नि, ता ची चु। अनि त्यसपछि ते अनि तो, ता ची चु ते तो। अब ता लेख्दाखेरि चाहिँ हजुरहरुले चाहिँ माइनस लेख्ने, माइनसमा ठाडो गरेपछि अक्षर के जस्तो देखिन्छ प्लस जस्तो देखिन्छ। प्लसमा इक्वल टु गरेपछि अक्षर ता हुन्छ है। माइनस यो गरेपछि प्लस भयो, प्लसमा इक्वल गर्यो भने यो अक्षर के भयो ता भयो। अब ची लेख्दाखेरि चाहिँ ची को चाहिँ दुईटा तरिका छ। तपाईहरुलाई कुन चाहिँ तरिका सजिलो लाग्छ त्यो तरिका लेख्न सक्नुहुन्छ है। एउटा फर्स्टको तरिका भनेको चाहिँ माइनस भयो, त्यसपछि यहाँनिर ठाडो धक्का ल्याएपछि प्लस भयो, यसलाई उल्टो सी गरेपछि अक्षर चाहिँ ची हुन्छ है। के गर्नुपर्ने छ माइनस, त्यसपछि यो प्लस भयो, प्लसमा उल्टो सी गर्यो भने ची। अर्को यसको तरिका भनेको चाहिँ हामीलाई 5 लेख्न आउँछ नि हैन, यस्तो खालको यो 5 हुन्छ है। यो 5 लाई चाहिँ यो माथिको डन्डीलाई चाहिँ मैले यहाँ तलबाट काट्दिए भने पनि यो अक्षर के हुन्छ ची हुन्छ। यो के गर्नु पर्यो 5 जस्तो लेख्ने अनि यहाँबाट यसरी काट्यो भने पनि यो अक्षर ची। एउटा भनेको प्लसमा उल्टो सी गर्यो भने पनि ची। तपाईहरुलाई सम्झिने लागि अर्को भनेको चाहिँ 5 लेखेको छ भने 5 मा यस्तो माथि दिन्छ है, अलि तलबाट पनि यो अक्षर के भयो ची भयो है। यो 5 जस्तो हामीले तीनटा वर्ड बनाउन सक्छौं। एउटा चाहिँ यो गरेर यो अक्षर ची भयो, एउटा चाहिँ यति गर्ने यो अक्षर रा बनिन्छ। फेरि यो अक्षरलाई चाहिँ 5 बाटै चाहिँ मैले बिचमा काट्दै यो अक्षर चाहिँ फेरि यु हुन्छ। यस्तो यो 5 बाट हामीले 3 वटा बनाउन सक्ने रहेछ। ल अब ची भयो। अब हामी चुमा जाउँ। जापानिज भाषामा चाहिँ चुरी भनेको चाहिँ फिशिङ गर्नु भन्छ, माछा मार्नु हैन। जस्तै चाहिँ बल्छी जस्तो छ नि हैन, माछा हालेर आउने बल्छी जस्तो। यसैबाट चु भन्ने माछा, यो माछासँग बल्छी जस्तै टाइपकोबाट चाहिँ चु भयो। अथवा बुझ्नु भएन भने चाहिँ उल्टो सी बाट चु, यो उल्टो सी भयो। अब यसलाई उल्टो सी बनाउनु तर माथि अलिकति लामो तल अलिकति छोटो बनायो है। यो अक्षर के भयो चु भयो। अर्को पे चाहिँ यो इंग्लिश आर्ट भयो। हाम्रो नेपाली आर्ट यस्तो हुन्छ नि हैन। यो नेपाली आर्टबाट हामीले पे बनाउन सकिन्छ है। नेपाली आर्टबाट पे। तो लेख्नको लागि चाहिँ सी लेख्ने, सी को माथि यस्तो टुपिदियो भने यो अक्षर के हुन्छ तो हुन्छ। ल ता लेख्नको लागि चाहिँ माइनस, प्लसमा इक्वल टु गर्यो भने ता, माइनस लेख्ने, प्लसमा उल्टो सी गर्यो भने ची, त्यसपछि उल्टो सी जस्तोबाट छु, माथिको लामो तलको छोटो नभए बल्छी जस्तो टाइप बनाउनुहोस्। ते लेख्नको लागि चाहिँ नेपाली आर्टबाट ते, तो चाहिँ सी लेख्ने, सी को माथि टुपिदियो भने चाहिँ यो अक्षर तो भयो है। अब हाम्रो पालो नाको। अब हामी ना कसरी लेख्ने भनेर सिक्छौं है। अब नाको भने 5 वटा छ। नाको चाहिँ ना, त्यसपछि नि, नु, ने अनि नो। नानी, नु, ने, नो। ना लेख्नको लागि चाहिँ माइनस लेख्नुहोस्, त्यसपछि प्लस जस्तो गर्ने अनि यतापट्टि ठाडो धर्का तान्ने अनि यसैलाई चाहिँ यो 6 जस्तो छ नि हैन, यसैलाई अथवा निर्मुखे न जस्तो पनि देख्नुहुन्छ नि हैन। यसैलाई अब उल्टाइदिने है, अथवा 6 जस्तो यस्तरी उल्टाइदियो भने यो अक्षर चाहिँ के भयो ना भयो। नि लेख्नको लागि चाहिँ ठाडो धर्का तान्ने, अलिकति मासतिर जाने अनि इक्वल टु दिने नि। ठाडो धर्का तान्ने, अलिकति मासतिर गएर इक्वल टु दियो भने नि। अर्को नु। नु लेख्नको लागि चाहिँ ब्याकस्ल्यास गर्ने, यो 4 छ नि, यो ब्याकस्ल्यास भयो। नेपाली 4 चाहिँ यसरी निर्मुखे न, यो निर्मुखे न चाहिँ 4 चोटी चाहिँ न्युरेछ हामीले याद गर्दा पनि भयो तपाईहरुले। नु लेख्नको लागि चाहिँ तपाईहरुले फर्स्टमा चाहिँ ब्याकस्ल्यास गर्नुहोस्, त्यसपछि नेपाली 4 जस्तो लेख्ने, यो 4 फेरि निर्मुखे न जोडेर
अक्षर नु हुन्छ। ने लेख्नको लागि चाहिँ त्र लेख्ने, यो त्रको पछाडि लगेर फेरि यसमा पनि न जोडिदिनु यो अक्षर ने हुन्छ। के गर्नु पर्यो, त्र जस्तो लेख्ने, यसलाई पछाडि लैजाने अनि यसमा पनि फेरि न लेखिदिने, न जोडिदिने, यो अक्षर के भयो, ने भयो। नो लेख्दाखेरि चाहिँ जेरो लेखेको जस्तै गर्ने अथवा निर्मुठेन आधा नबाट नो, यसरी है आधा न जस्तोबाट नो यो चाहिँ जोडिन्छ। जेरो लेखेको जस्तो गर्ने अनि ठ्याक्कै आधा नबाट चाहिँ के भन्ने हाम्रो नो भन्यो। ल ना लेख्नको लागि चाहिँ माइनस प्लस सानो टुप्पी तान्ने 6 लाई उडाइदिएपछि यो अक्षर ना, ठाडो धर्का अलिकति माथि लगेर स्पर्श दिने यो अक्षर नि, ब्याकस्ल्यास गर्ने नेपाली 4, यो 4 मा फेरि नछुटायो भने नु। ल ने लेख्नको लागि चाहिँ ठाडो धर्का तान्ने, त्यसपछि त्रको पछाडिमा फेरि नजुटायो यो अक्षर ने भयो। नो लेख्नको लागि चाहिँ जेरो लेखेको जस्तो गर्ने, यहीबाट यहाँ भन्ने आधा नबाट चाहिँ नो भयो। के लेखे हामीले ना, नि, नु, ने अनि नो। अब पालो आयो हाम्रो हाको। यो चाहिँ फेरि सरल नलेख्नु है, फर्स्टमा यो 5 वटा मात्र लेख्नुहोस्, 5 वटा याद भइसकेपछि मात्र यो तल लेख्नु, नभए चाहिँ कन्फ्युज हुन्छ। यो पनि हो जस्तो लाग्छ, यो पनि हो जस्तो लाग्छ, यो राम्रोसँग 100% स्योर नभइकन यो नलेख्नु होला है। ल अब पालो हाको। हा, त्यसपछि हि, यहाँ चाहिँ स्टार लागेर फु नभए यहाँ चाहिँ के हुन्छ, फु हुन्छ। त्यसपछि हे अनि हो। के अक्षर लेखिनु रे, हा, हि, फु, हे, हो। अब हा लेख्नको लागि चाहिँ एउटा 1 जस्तो अथवा अलिकति 1 जस्तै लेख्ने, अलिकति मास्तिर लगिदिनु भयो, ठाडो धर्का तान्ने, अलिकति मास्तिर माइनस लेख्ने अनि यसैमा चाहिँ आधा म जस्तो गरिदिने, यो अक्षर के भयो, हा भयो। ठाडो धर्का तान्ने, अलिकति मास्तिर जाने, माइनस लेख्ने, त्यसपछि यहाँनिर चाहिँ आधा म जस्तो बनाइदिने, यो अक्षर के भयो, हा। अब हि लेख्दाखेरि चाहिँ तपाईले यु लेख्नुहोस्, युको चाहिँ यता पनि कानबाट राख्दिने, यता पनि कानबाट राख्दिने। ल यो चाहिँ याद गर्नको लागि मात्र यो भयो। यसको तरिका लेख्ने तरिका स्टेप वाइज जानुहुन्छ भने चाहिँ यस्तो गरेर यसलाई लेख्न सक्नुहुन्छ है। तपाईहरुले याद गर्नको लागि चाहिँ अहिले नर्मली हामी सिक्दाखेरि चाहिँ यो गर्न सक्यो, पछि चाहिँ तपाईहरुले चाहिँ अलिकति एडभान्स भइसकेपछि यो अक्षर यो नै हो भनेपछि चाहिँ स्टेप वाइज सिक्दा चाहिँ राम्रो हुन्छ। किनकि अहिले स्टेप वाइज जाँदा चाहिँ हामीलाई अलिकति याद नहुने कारणले चाहिँ यसरी सिकाइरहेको छु है। ल हि भयो। अब फु लेख्नको लागि चाहिँ ल एस लेख्ने, लेफ्ट राइट टप गर्ने अक्षर फु भयो। हे लेख्दाखेरि चाहिँ हिमालको चुचुरो जस्तो बनाउने यो अक्षर, यो के जस्तो देखिन्छ, किको पिक्चर जस्तो देखिन्छ, हिमाल जस्तो अथवा पहाड जस्तो देखिन्छ हैन। हिमालको चुचुरोबाट हिमालबाट चाहिँ हे बन्छ भनेर बुझ्नु पर्यो। अब कसरी लेख्ने भने ठाडो गर्ने, अलिकति लामो तान्ने, यसलाई चाहिँ यो चाहिँ छोटो भयो, अलिकति लामो तान्ने, यो अक्षर के भयो, हे भयो। अब हो लेख्नको लागि चाहिँ यो हालाई नै सम्झिनु सबैले, सेम हा जस्तो छ त्यस्तै त्यस्तै लेख्ने, ठाडो गर्दा अलिकति माथि जाने, माइनस, त्यसपछि आधा म लेख्ने। यो अक्षर र यतापट्टि अक्षर एउटै जस्तो छ नि हैन। अब हालाई चाहिँ हो चाहिँ हाबाटै बनिन्छ भने बुझ्नु। अब यसको चाहिँ यहाँ माथि यसको चाहिँ एउटा मात्र छ, अब यसको दुईटा, यसको मुख बन्द गरेर पुरै यहाँ यस्तो गरिदिने अक्षर चाहिँ हो भनेको रहेछ। हाबाटै हा भनेर सम्झिनुस् है। ठ्याक्कै हा याद भएपछि हा लेख्ने अनि हाको यहाँ अब यसको चाहिँ मुख बन्द गर्ने। वास्तवमा यो यस्तो खालको हुन्छ, यस्तो गरेर यस्तो लेख्नु पर्ने हुन्छ वास्तवमा। तर सजिलो हामीलाई चाहिँ याद गर्नको लागि चाहिँ फर्स्टमा हा लेख्ने अनि यहाँनिर एउटा धर्का चाहिँ बढिदिने, यसको मुख बन्द गरिदिने, यो अक्षर के भयो, हो भयो। हामीले के पढ्यौं, हा, हि, फु, हे, हो। यो चाहिँ के भयो, ता, ना, हा। ल अब यति भइसकेपछि अब हामी मायामा जाउँ है। मायाको चाहिँ अब मामा, माको 5 वटा, मा, त्यसपछि मी अनि मु, ने अनि मु। मैले कतिवटा अक्षर राखेँ, 5 वटा। फेरि मा, मी, मु,
चाहिँ ठ्याक्कै जेड जस्तो बनाउने सिधा गरे छड्के आउने नभए 2 जस्तो जस्तो पनि लेख्नुहुन्छ है यस्तो गर्नु है हाम्रो चाहिँ नर्मली यस्तो 2 लेखिएको हुन्छ नि हैन यसैलाई सिधा बनाइदिएको अनि यस्तो खुट्टा काट्नु 2 को जस्तै है सिधा जाने यता जेड लेखेको जस्तै जस्तै यता गएर यति काट्दै यो अक्षर चाहिँ मी हुन्छ मा मी मु लेख्दाखेरि चाहिँ हामीले सु लेखेको छ नि हैन यस्तो गरेर सु बनाउनु भएको छ होला तपाईहरुले यसरी हैन अब यो सुकै अब यसको पछाडी चाहिँ यता मासतिर फर्केर यति टुप्पिदिने अब यो अक्षर के हुन्छ मु हुन्छ अर्को चाहिँ नभए चाहिँ याद भएन भने चाहिँ यो माइनस प्लस सु जस्तै लेख्ने हामीले सु यतातिर ल्याउँथ्यौं अब यसको चाहिँ यसैलाई चाहिँ मासतिर फर्काउने यसरी है यसलाई बुझेन भने चाहिँ माइनस यो प्लस लेख्ने टी जस्तो बनाउने यसको पछाडी मासतिर फर्काउने यति दिने माइनस प्लस टी जस्तो पछाडी मासतिर फर्काए यति दियो भने यो अक्षर चाहिँ मु भयो अब मे लेख्दाखेरि चाहिँ हामी मु लेखेको छ नि हैन यो छके ब्याकस्ल्यास तानेको छ अनि यसरी यहाँनिर निर्मुठे नजुनेको छ नि हैन यो निर्मुठे नहटाइदिए भने चाहिँ अब यो अक्षर चाहिँ मे हुन्छ ब्याकस्ल्यास त्यसपछि नेपाली चारवटा मे भयो अब मु लेख्दाखेरि चाहिँ एल लेख्ने एल मा चाहिँ इक्वल टु दिने यो अक्षर मो एल भयो इक्वल टु दिने मो नभए तपाईहरुले सी लेख्नु भएको छ नि हैन यसरी सी छ नि यो यति भयो भने यो अक्षर सी अब यसै दुईवटा यसरी इक्वल टु दियो भने यो अक्षर के भयो मो भयो ल अब पालो याको जम्मा 3 वटा मतलब छ फर्स्टको या बिचमा यु र लास्टमा चाहिँ यो जम्मा 3 वटा या यु र यो अब या लेख्दाखेरि चाहिँ कसरी लेख्नु पर्यो भन्दाखेरि चाहिँ हसिया जस्तै टाइपको बनाउने यसरी यताबाट यस्तो ल्याउने अनि अलिकति छड्के तान्ने यहाँबाट यस्तो गरे पनि हुन्छ है एउटा तरिकाले यस्तो गरे 1 अनि यस्तो गरे अलिकति छड्के ल्याउने हसिया जस्तै बनाउने यस्तो गरे भने अक्षर के हुन्छ या हुन्छ यसरी लेख्न मलाई तपाईहरुलाई चाहिँ गाह्रो लाग्छ भने चाहिँ फर्स्टमा चाहिँ ब्याकस्ल्यास तान्नुस् अलिकति छड्के जस्तो बनाउने अनि यताबाट बिस्तारै हल्का छोड्ने यसरी यताबाट लगेर यति गरे भने पनि यो अक्षर के हुन्छ या हुन्छ है दुईटामा तपाईहरुले चाहिँ वास्तवमा स्टेप चाहिँ यस्तो खालको है यो चाहिँ यस्तो गरेर छड्के तानेर यो गर्नुपर्ने हुन्छ कुन चाहिँ हजुरलाई याद हुन्छ त्यो गर्न सक्नुहुन्छ यो अक्षर के भयो या भयो अब यु लेख्नको लागि चाहिँ ठ्याक्कै बी लाई नै सम्झिने ठाडो ल्याउने फिर्ता लाने बिचमा ल्याएर छोड्दिने यसरी काट्दिने यो अक्षर के भयो यु भयो यो लेख्नको लागि चाहिँ आधा म लेख्ने आधा म जस्तो देख्छ अब यसैमा चाहिँ अलिकति यता मात्र काट्दिने यो अक्षर के भयो यो आधा म जस्तो लेख्ने यति काट्दिने यो अक्षर चाहिँ यो भयो या यु यो लेख्नको लागि ठ्याक्कै बी जस्तो है अनि यहाँबाट काट्दिने यो अक्षर के हुन्छ यु हुन्छ ल मायाको सक्यो अब हामी चाहिँ रावणको बन्छ अब लास्टमा गएर हिरागाडा 46 रोडको चाहिँ ल रावणको अब राको पालो फर्स्टमा रा री रु रे अनि रो फाइभ लेखेको जस्तै गर्ने यसको यति तान्ने यो अक्षर रा री लेख्नको लागि चाहिँ उल्टो जे अनि सुल्टो जे बाट री उल्टो जे जस्तो गर्ने ठाडो जतिर तान्ने उल्टो जे सुल्टो जेबाट री रु लेख्नको लागि चाहिँ यो के जस्तो देख्नुहुन्छ यस्तो हेर्दाखेरि चाहिँ नेपाली 3 जस्तो देखिन्छ नि हैन यो नेपाली 3 को पुच्छर हटाइदिने है यति हटाएपछि जापानिजको रु बन्यो नेपाली 3 बाट चाहिँ रु भनिन्छ यसो सिधा जाने यस्तो गरे यो पुच्छर तल नकाट्ने यही ल्याएर छोड्दिने यो अक्षर के भयो रु रे लेख्नको लागि चाहिँ अघि नै हामीले ने बनाएको छौं हैन यस्तो गरे यो गरेछ नि हैन अब यो ने को चाहिँ यो पुच्छरमा यो निर्मुठे नझुन्ने थियो अहिले यसको पुच्छर त्यसरी माथितिर फर्काइदिने यो अक्षर चाहिँ रे हुन्छ रे लेख्नको लागि चाहिँ त्र लेख्ने त्रलाई पुच्छर पछाडि लाने माथितिर फर्काइदिने पुच्छर चाहिँ यसरी माथितिर फर्काइदिने यो अक्षर चाहिँ रे हुन्छ ल रे लेख्नको लागि ठ्याक्कै त्र लेख्ने पुच्छर पछाडि लाने माथितिर फर्काइदिने यो अक्षर रे नेपाली 3 बाट रु अंग्रेजी 3 बाट चाहिँ रो यस्तो गरे भने यो अक्षर के भयो रो रा
री रु रे अनि रो। अब हामी वामा जाउँ। वा त्यसपछि लास्टमा ओ। वा लेख्दाखेरि चाहिँ यो त्र छ नि हैन, सेम रेलाई नै अब यतातिर आउँछ है, त्यसको पुछार मास्तिर फर्केको छ नि। अब यो वाको पुछार चाहिँ कतैमा नपढ त्र लेख्ने। अब त्रको चाहिँ यतिकै राख्दै यो अक्षर वा भयो। यो त्र लेख्ने, त्रको पुछारलाई कहीँ पनि नफर्काउने। यो त्रको पुछारलाई यसरी निमुठे नझुन्ड्यायो नि अक्षर ने भयो। फेरि यो त्रलाई चाहिँ पछाडि लगाएर पुछार मास्तिर फर्कायो नि अक्षर रे भयो। यही त्रलाई चाहिँ कहीँ पनि फर्काने यसको पुछार भन्ने अक्षर चाहिँ वा भने चाहिँ ने रे वा। त्रबाट तीनटा अक्षर भन्ने हाम्रो ल हाम्रो नेपाली भाषामा यस्तो खालको अक्षर छ है। यति मात्र गऱ्यो भने यो अक्षर ओ रे यहाँ खुट्टा काट्यो भने अ। यो अक्षर आजसम्म के छ त। अब यहाँ यति गऱ्यो भने अक्षर के हुन्छ न भएको जस्तै जस्तै लेख्यो भने ओ लेख्नको लागि चाहिँ माइनस लेख्ने, यो प्लस भयो एच एसको मुनि सी, माइनस प्लस एच एसको मुनि सी गऱ्यो भने चाहिँ ओ। अब लास्टको आधा न छ है, साउन्ड आउँछ यसको चाहिँ, अथवा न भने बुझ्दा पनि भयो। अब यसको चाहिँ ठ्याक्कै एचबाट न बनाउने, यस्तो गर्ने, यताबाट यस्तो गरेपछि अक्षर के भयो न भयो। ल यति भइसकेपछि चाहिँ हाम्रो हिरागानाको 46 वटा वर्ड चाहिँ सकिन्छ। अब यसमा चाहिँ तपाईहरु कुनै अक्षरमा चाहिँ कन्फ्युजन हुन्छ भने चाहिँ फेरि म एकचोटी चाहिँ 46 र एकचोटी एक राउन्ड लेखाइदिन्छु ल। हामीले चाहिँ यहाँ स्टेप वाइज गएको छैन ल, वास्तवमा स्टेप चाहिँ अलिकति फरक हुन्छ। यो चाहिँ हामी फर्स्टमा याद हुनको लागि चाहिँ यो लेखेको छौँ, पछि चाहिँ हामी फेरि स्टेप वाइज लेख्नु पर्ने हुन्छ। यसमा चाहिँ जापानिज भाषाको जस्तै हाम्रो नेपाली भाषामा जस्तै जापानिज भाषा पनि स्टेप वाइज सकेसम्म चाहिँ यसको स्टेप वाइज लेख्दा चाहिँ राम्रो हुन्छ है। ल फेरि मैले चाहिँ 46 वर्ड चाहिँ फेरि हिरागानामा लेख्दैछु। तपाईहरुले कुनै कन्फ्युजन छ भने चाहिँ फेरि एकचोटि हेर्नु होला है। आकाश तानाहा माया राउन्डबाटै आई उए हो काकी पुगेको हामीलाई याद छ नि हैन। मैले हिरागाना सिधै नेपालीबाट नलेखेर हिरागानामा लेखेँ, माइनस त्यसपछि एल जस्तो गर्ने, नेपाली 4 गराइने अक्षर आ। ठाडो धक्का तान्ने, अलिकति मास्तिर गएर यसलाई चाहिँ यति टुप्पिदियो भने अक्षर ई, माइनस लेख्ने, उल्टो सी गऱ्यो भने अक्षर उ। ए लेख्नलाई चाहिँ एक धक्का तान्ने, माइनस सानो माइनस लेख्ने, सिधा जाने, छड्के आउने, एस लेख्ने, यो अक्षर ए। ओ लेख्नलाई चाहिँ माइनस, यो प्लस, अब यसैलाई जस्तै क लेखेको जस्तै बनाएर यता दियो भने अक्षर चाहिँ ओ। आ इ उ ए ओ। अब का सुन्नु छड्के धक्का तान्ने, सिधा जाने, अलिक मुनि आउने, मास्तिर गरे यति गऱ्यो भने अक्षर का। दुईवटा छड्के धक्कामा ट लेख्यो भने अक्षर कि, यसको दुईटा हुन्छ भने सामने हैन, दुईवटा छड्के धक्का तान्ने यस्तो गरेर यो गर्यो भने पनि यो अक्षर पनि के हुन्छ कि हुन्छ। तपाईलाई जुन चाहिँ सही लाग्छ त्यो लेख्न सक्नुहुन्छ। कु लेख्नको लागि चाहिँ लेस देनबाट कु, उल्टो चाहिँ सिधा धक्का सुल्टो जेबाट के, अथवा उल्टो जे अनि प्लस जस्तो गरिदिने, अनि तलसम्म ल्याउनुहोस् है। यो अक्षर के भयो के। को लेख्नको लागि चाहिँ सिधा गर्ने, अलिकति मुनि आउने, ठिक दिएको जस्तो गर्ने, यो अक्षर के भयो को। ल अब साको पालो, माइनस त्यसपछि ट लेख्यो भने सा। यसको पनि दुईटा हुन्छ, यसको जस्तै छड्के धक्का तान्ने अनि यस्तो गरेर यो गर्यो भने यो अक्षर के भयो सा। एल जस्तोबाट सी, माइनस प्लसमा 9 जुन्यायो भने यो अक्षर सु। एल लेख्ने, सिधा धक्का जेबाट से, पुरा जेड लेख्ने, जेडको मुनि सी जुन्याउने सो। अब हामी तामा जाउँ, माइनस प्लस इक्वल टु बाट ता, माइनस प्लसमा उल्टो सी गर्यो भने सी, उल्टो सी बाट मात्र छु, नेपाली 8 बाट ते। अब तो लेख्नको लागि चाहिँ सी लेख्ने, सी को माथि टुप्पी दिने, यो अक्षर के भयो तो। अब नाको पालो, माइनस प्लस सानो टुप्पी पाइने, त्यसपछि यहाँ 6 जस्तो उल्टाइदिने, यो अक्षर ना। ठाडो धक्कामा खुट्टा काट्दिने नि, माइनस प्लस डी जस्तै डी को पुछा मास्तिर फर्काउने मु, छड्के धक्कामा नेपाली 4 गऱ्यो भने ने, एल लेख्ने, एल मा चाहिँ दुईवटा स्क्वायर दिने भने अक्षर मो। अब यहाँमा जाउँ,
ब्याकस्ल्यास गर्ने अनि तलबाट यस्तो यता लगेर चाहिँ यो गर्ने या बी लेखेको जस्तै तर बिचमा ल्याएर छोड्दिने यु आगामाबाट यो या यु यो ल राको पालो 5 लेखेको जस्तै यस्तो गर्ने रा उल्टो जेबाट रि नेपाली 3 बाट रु ट्रलेने ट्रको पिछा मास्किने फर्काउने रे अंग्रेज 3 बाट रो वाको ट्रलेने ट्रको पिछा काई पनि नफर्काउने इ राख्ने वा माइनस प्लस मा एज भनेर सी लेख्ने ओ त्यसपछि एज बाट न यो चाहिँ हाम्रो जम्मा 46 वटा वर्ड भयो हैन यतिमा चाहिँ हिरागना कम्प्लिट हुँदैन नि हामीले कह पढेको सब कम्प्लिट हुँदैन नि कह पढेपछि हामीले के पढ्नु पर्ने हुन्छ कगा के पढ्नु पर्ने हुन्छ क्या म पढ्नु पर्ने हुन्छ नि हैन त्यसैले जापानिज भाषाको यो 46 वटा वर्ड मात्र सकेर चाहिँ हाम्रो वर्ड कम्प्लिट हुँदैन अझै यहाँनिर हामीले चाहिँ अरु पनि वर्ड पढ्नु पर्छ तेन मारु त्यसपछि आदि अक्षरहरु पढ्नु पर्छ यो चाहिँ मैले भोलिको भिडियोमा पढाउनु भए भोलि चाहिँ हामीले चाहिँ तेन र मारु पढ्नेवाला छौं आज चाहिँ यति मात्र गरे हस् आरिगातो गोजाइमास जापानमा अध्ययन गर्नको लागि हामीलाई सम्झनुहोस् Oxford Smart Education Private Limited. Secure a seat for free language classes now. High COE success rate, low GPA can apply, strong documentation, up to 7 years gap accepted, affordable school fees and more.